यार हट अटकी क्या ए धकला धकला यत्रै लाग्यो भयो अलि बाटो सानो भयो हेर्नु कस्तो सानो साँगोलो बाटो छ के सुन्दर पसल पनि फेला पर्यो यतातिर सुन्दर पसलका सुन्दर सुन्दर आमाहरू हाम्रो भिडियो हेर्दै गर्नु होला। आज हामी हुम्लाको जिल्ला सदरमुकाम सिमीकोट क्षेत्रमा रहेका विभिन्न आकर्षक घरहरू पुराना मौलिक कलामा बनेका घरहरू तपाईँलाई देखाउँछु। यो भिडियो हेर्दै गर्नु होला। यो क्षेत्रमा घरहरू लाउनलाई यहाँको जमिन अत्यन्तै महत्त्वपूर्ण छ है साथीहरू। जमिन थोरै भएको कारणले गर्दा थोरै जमिन पनि अत्यधिक मूल्यवान छ यहाँ जमिनहरू। सुर्खेत नेपालगञ्जमा हाल्ने रेट हाले पनि यहाँ जमिन पाउन गाह्रो छ। मजाका हेर्नुहोस् त दृश्य हिमाल टल्किराखेका छन्। घरहरूको डिजाइन हेर्नुहोस् कति खतरनाक छ कि यहाँको ठाउँ। यस्तो राम्रो ठाउँमा घाम ताप्न पाउँदा मलाई पनि बडो मजा लागिरहेको छ साथीहरू। म अहिले काश्मीरमा छु कि जस्तो पनि लाग्छ कति कति हेर्दाखेरि। घरका डिजाइन हेर्नुहोस् त कस्तो राम्रो छन्। आज हाम्रो एउटा टुर भएको थियो क्या साथीहरूको घुम्न जाने भनेको। उहाँ तास्किलो भन्नुहुन्छ, म चाहिँ भन्छु घुम्न जाउँ के। अब यहाँ बहुमत कसको हुन्छ चल्छ यसो हेर्नु पर्ला है साथीहरू। तपाईँ हेर्दै गर्नु होला। यो चस्मा साह्रै मन परेको छ। योभन्दा पनि हाम्रो ठकुल्ला सरलाई धेरै धेरै धन्यवाद छ चस्मा उपलब्ध गराइदिनु भएकोमा। गजब छ, एकदम गजब छ सर। कस्तो सुन्दर देखिराख्नु भएको छ सर पनि है। यहाँका मान्छेले आफ्नो जग्गा यसरी सुरक्षित राख्छन् है। हेर्नु हातले ढुङ्गा थपारेको यो चाहिँ घर लाउने तयारी अवस्थामा हुनुहुन्छ भन्ने कुरा बुझियो के। कस्तो सुन्दर सुन्दर घरहरू छन् यार। आउनुहोस् तपाईँ पनि एकचोटि यहाँ ठाउँ घुमेर जानु होला। यो भोलिको सडक हुने छ साथीहरू। तपाईँले यो घरको गेट हो है। हामी बाहिर छौँ न, घरको गेट हो। यो चाहिँ भेडाको सिङ हो है, ताकि यो भूतहरू घरभित्र नपसोस्। भूत भन्नाले अदृश्य शक्ति के, नेगेटिभ इनर्जी घरभित्र नपसोस् भन्ने हिसाबमा उहाँले राख्नुहुन्छ। एउटा सुन्दर पसल पनि फेला पर्यो यतातिर। सुन्दर पसलका सुन्दर सुन्दर आमाहरू पनि बस्नु भएको छ उतापट्टि। यो गाउँको चाहिँ बार लागेको हेर्नुहोस्। गाईबस्तु चाहिँ घरभित्र नपसोस् भनेर यसरी लाउने चलन छ यतापट्टि है। हेर्नुहोस् यो दाउराको खात। ओहो हो हो हो, यो बाटो सानो सानो हेर्नुहोस् त। म एक्लै छिर्नु हम्मे भयो। यो अट्के यार, म त यार हट अट्की क्या ए धकला धकला यत्रै लाग्यो भयो अलि बाटो सानो भयो हेर्नु कस्तो सानो साँगोलो बाटो छ क्या। अब यहाँ अलिकति मूल सडक भन्नु न, सानो शाखा सडकमा छिर्यौँ हामी साथीहरू। यहाँका सडकहरू चाहिँ भर्खर भर्खर अन्डर कन्स्ट्रक्सनमा छन्। अब यहाँ बाटोमा पानी फाल्ने भएको र अलिकति हिलो चिप्लो पनि हुन्छ। विशेष गरी आज हाम्रो पत्रकारज्यूलाई धेरै धेरै स्वागत छ। म आज हुम्लाको विशेष गल्ली गल्ली देखाउँदै हुनुहुन्छ। ऊ त्यो पारीमा कस्तो हिउँ परेछ यार। त्यहाँको जाडो सिधै यहाँ आन्छ कि यहाँ आएर। यो हेर्नुहोस् यहाँ यो पानी जमिसक्यो। यसलाई ठाडो भन्छ कि चिप्लो चिप्लो छ नि यो हिउँ हो हिउँ है। यसलाई ठाडो भन्छ है, हिउँ चाहिँ होइन ठाडो हो यो पानी जमेको। उहाँहरू फेरि दोधारमा हुनुहुन्छ। हाम्रो सल्लाह भइराखेको थियो कि कता जाने। मेरो प्लान त्यो लाङमा नामखा गाउँपालिका जाने थियो। उहाँहरू तलतिर बसरतिर जानुहुन्छ। अन्डर कन्स्ट्रक्सनमा बसरको छैन, यहाँ बसर छैन। भर्खर डोजर हालेर अब थाइलो बनाएर राखेको त्यसले भन्ने खोजेको क्या। कहाँ जाउँ ल भन्नुहोस्। भन्नुले हामी उदै जाउँ, पाइला उदै गइसक्यो। आमामा हेर साथीहरू तलको भिड। यो माथिको बाटो राति रक्सी खाएर हिँड्ने मान्छे सिधै यहाँदेखि तल जम्फान पनि बेर लाउँदैन है। अहिले यस्तो डेन्जरस हेर्नुहोस् त तलपट्टि। साथीहरूले यो देख्नुभयो पछाडिको यो बिल्डिङ, यो चाहिँ सार्वजनिक कार्यालय यानि कि सरकारी कार्यालय हो। 5 नम्बर वडा कार्यालय होइन। तर यो 5 नम्बर वडा कार्यालयमा अहिले कुनै पनि कार्यालय बसेको छैन। उहाँ उता भाडामा बसेका छन्। यसलाई के भ्रष्टाचार भन्ने कि नभन्ने भयो। यो खुल्ला छ, छोडेको छ, सिसा फुटिसकेको छ कि तपाईँको। साथीहरू भ्रष्टाचार भन्ने कुरा पैसा लिनु दिनु मात्र होइन कि, सरकारी कार्यालयलाई सदुपयोग नगर्नु पनि भ्रष्टाचार हो। यहाँ कार्यालय हुँदाहुँदै अन्त भाडा तिरेर बस्नु कतिको चाहिँ जायज कुरा हो तपाईँले भन्नु होला है। ल आउनुहोस् आउनुहोस् मजाले आउनुहोस्। एकजना उहाँ चाहिँ नि के गर्दै हुनुहुन्छ, क्यामेरा फोटो खिच्दै हुनुहुन्छ। तिर चाहिँ नि भेडा बाख्रा देखिन्छन् भने यहाँ चाहिँ गधा देखिन्छन् साथीहरू। हेर्नुहोस् त गधाहरू पनि यस्तो सुक्खामा के खाइरह्यो होला के खाइरह्यो होला कि यो सुक्खामा। उहाँहरू चाहिँ गजब ह्यान्डसम देखिराख्नु भएको छ है। हुम्लाका हुम्लीहरू हो कि होइन? तपाईँ हुम्लाका हुम्ली त हो नि? यस। हामी 4 जना दौतारी एकहल भएर हिँडिरहेको छौँ साथीहरू होइन। मस्तो घाम ताप्दै आफ्ना गफ चुड्दै यो पुसको महिनाको मजा लगिरहेको छ हामीहरू। तपाईँहरू चाहिँ भिडियो हेर्दै गर्नु होला है। हेर्नुहोस् सर यो हाम्रो यो पछाडिको गाउँको कस्तो दृश्य छ कि। कति मजा आउँछ यो घाम लागेर घाम तापेर हेर्नलाई। हेर्नुहोस् साथीहरू नेपालगञ्जबाट सीता एयरलाइन्सको
उडान सिमिकोटतिर ल्यान्डिङ गर्ने अवस्थामा छ। ल एयरपोर्टमा मजाले बस्ने भयो है। यो चाहिँ ठ्याक्क हेर्नुहोस् 1:30 बजे आएको भने पछाडि उताबाट नेपालगञ्जबाट यो 1 बजे उड्यो। तलतिर कुहिरो लागेको हुन्छ नि, सोही कारणले गर्दा यहाँ आधा घन्टामा पुगाउँछ क्या। यहाँ हेर्नुहोस् हिमालमा अहिले हिउँ पनि छैन। आज पुसको त्यो 12 गते भइसक्यो। जलवायु परिवर्तनसँगै यहाँ हिमालतिर पनि दह्रो असर परेको छ। हेर्नुहोस् यहाँ गाईबस्तुले पानी खान खोजेका पानी नै सुकिसकेको छ। कहाँ गयो हाम्रा बैतडीका बाघ यार। हेर्नुहोस् सिमिकोटको डाँडामा आउने रोड धुलो धुलो उडाइरहेको नि हेर्नुहोस् त। डाँडाहरू पुरै सुक्खा छन् त यार हेर्दाखेरि त। असार साउन मात्र हरियो हुन्छ, नभए अहिले त धुलो। त्यस कारणले गर्दा यहाँका चाहिँ नि चौरी भेडाहरू तलतिर बसा सर्छ कि 6 महिनामा। कस्तो मजाले उडिरह है, चरा उडे जस्तै के। तपाईको आजभोलि यो 1-2 बजे आउन कारण नेपालमा हुस्सो रह भन्ने बुझियो क्या अब। हो, नभए बिहान आउँछ यहाँ फ्लाइट त।